नमस्ते। हामी अहिले समुद्र सतहबाट लगभग 4700 मिटरको हाइटमा यो क्यान्जिङ री भन्ने ठाउँमा आइपुगेका छौँ र यो पछाडिको माउन्टेनको नाम चाहिँ यो लाङटाङ रेन्जको हाइएस्ट माउन्टेन लाङटाङ लेरुङ 7200 लगभग 27 मिटरको हाइटमा छ। त्यसै गरी मैले यहाँबाट यो भिडियो लिइरहेको छु र हामी अहिले क्यान्जिङ गुम्बाबाट हाइकिङ 6 बजे स्टार्ट गरेर हामी लगभग 3 घन्टा हाइकिङ गरेर हामी यो क्यान्जिङ री भन्ने ठाउँमा हाइकिङ गर्न सफल भएका छौँ। त्यस्तै गरी मैले यो भिडियो लिइरहेको छु, यो सबै यो लाङटाङ रेन्जको माउन्टेन हो। त्यसपछि यो उतापट्टि गएर यो पहिलो देखिने यो चेरकुरी भनिन्छ, यो चाहिँ लगभग 4983 मिटरको हाइटमा छ। त्योभन्दा पछाडिको चाहिँ लाङसिसा माउन्टेन भनिन्छ, त्यसको पनि 6000 समथिङ त्यस्तै हाइटमा छ। त्यसै गरी यो यताको यो लास्टको कालो ढुङ्गा जस्तो देखिने त्यो चाहिँ याला पिक हो। त्यो याला पिक चाहिँ योभन्दा 2 वर्ष अगाडि हाम्रो नेपाल गभर्मेन्टले रोयल्टी अथवा पर्मिट बनाएपछि पर्मिट लिएर चढ्न आउनु पर्थ्यो। अहिले चाहिँ अब यो चाहिँ फ्री गरिदिएको छ। त्यही भएर धेरै मानिसहरू अहिले यो याला पिक चढ्ने गरेका छन्, विदेशी अनि नेपालीहरू। धन्यवाद। उहाँ चाहिँ स्पेनबाट आउनुभएको छ। उहाँले 4700 मिटर हाई यात्रा चाहिँ सफल गर्नुभएको छ। धन्यवाद फ्रम क्यान्जिङ री।